विश्व साइकल यात्री आदरणीय सर निरञ्जन अर्याल जीसँग आज हामी कुराकानी गर्न गइरहेका छौँ। उहाँले नेपालको तनहुँमा जन्मिएर सगरमाथाको फेदीबाट सुरु गरेर अन्टार्कटिकासम्म पुग्ने उहाँको योजना कसरी सफल हुँदैछ, उहाँले कसरी उहाँको विश्वयात्राको परिकल्पना गर्नुभयो, उहाँ यहाँसम्म कसरी आइपुग्नुभयो भन्ने कुरामा आज हामी छलफल गर्न गइरहेको छौँ। सरलाई यहाँ हाम्रो अफिसमा स्वागत गर्न चाहन्छु। हस्, धन्यवाद तपाईँको न्यानो आतिथ्य। हामी कुराकानी गर्दै जाँदाखेरि सरसँग मैले जान्न खोजेको कुराहरू, यहाँलाई यो विश्व भ्रमण साइकलमा यात्रा गर्छु भन्ने परिकल्पना कहाँबाट र कहिलेबाट सुरु भयो? हस्, तपाईँलाई प्रश्नको लागि धेरै धेरै धन्यवाद। म यात्राको विषयमा लिएर म सानैबाट अलि क्रेजी नै यात्राको विषयलाई लिएर म पहिले पनि जुन बेला हाम्रो एनवर्ड नै हुन्न थियो 8, 9, 10 कक्षामा पढ्दाखेरि जुन बेला 62, 63, 64तिरको कुरा, म नक्सा बनाएर नयाँ नयाँ ठाउँहरूको अवलोकन गर्नको लागि म एकदम उत्सुक व्यक्ति हुँ। र मलाई जानकारी भएअनुसार म साथीसँगै भन्दा एक्लै चाहिँ धेरै इन्जोय गर्छु। मान्छे हुन्छ नि, जस्तै म मुभी हेर्न जाँदाखेरि मेरो एक्लै जान्छु। म इभन पोखरामा बसेर पढ्दाखेरि म कहिलेकाहीँ घुम्न निस्किँदाखेरि पनि म फेवातालतिर एक्लै निस्किराखेको हुन्थेँ। मैले एकाकाटे स्वभावको मान्छे छु। त्यस कारणले मलाई चाहिँ नयाँ नयाँ ठाउँ हेर्नको लागि चाहिँ म एकदमै उत्सुक चाहिँ हुने मान्छे हो म। त्यस कारणले चाहिँ बिचमा यो सिद्धार्थ गौतम बुद्धको एउटा ध्यान विधि छ, विपस्सना भन्ने। हामीले इन्टरनल र एक्सटर्नल हाम्रोले यो बाहिरी आवरणमा हामीले अहिले देखेका जुन आवरण छ त्यो बाह्य आवरण हो। र अधिकांश मान्छेले आफूभित्र चाहिँ के घटिया छ भन्ने कुरा लगभग जन्मेर मृत्यु प्रान्तसम्म 99% मान्छेले त्यो अनुभव पनि गरे हुन्छ, त्यतातिर अनुभव गर्न पनि चाहन्न होइन। मान्छेलाई थाहा नै छैन एउटा कम्प्युटरमा हार्डवेयर सफ्टवेयर हुन्छ, ह्युमन बडी पनि त त्यसै भने त होइन नि त। यो पनि त इनपुट जस्तो हुन्छ, आउटपुट पनि त त्यस्तै हुन्छ नि त होइन। अब इभन फिजिकल्ली मेन्टल्ली यो दुईतिरको दुई चिज हुन्छ होइन। फिजिकल्ली इनपुट र मेन्टल्ली इनपुट, फिजिकल्ली आउटपुट र मेन्टल्ली आउटपुट हुन्छ होइन। त्यस कारणले सेल्फ लभ गर्न सिकेकै छैन क्या मान्छेले विश्व दुनियाँमा। जसले आफूले आफूलाई प्रेम गर्न सिकेकै छैन, त्यसले चाहिँ अरूलाई के प्रेम गर्छ, अरूलाई के सन्देश दिन्छ भन्ने कुराहरू पनि हुन्छ होइन। त्यस कारणले चाहिँ म चाहिँ अलिक पृथक टाइपको मान्छे छु। सबैले गरिराखेको क्रियाकलाप त सबैले नै गरिराखेका छन् होइन। कसैले नगरेको क्रियाकलाप भन्ने त हुँदैन, तर रेयर जति पनि रेयर कार्यहरू, रेयर वर्कहरू छन् नि, त्यो चिज गर्नलाई चाहिँ म त्यो लेभलको चुनौतीहरू चाहिँ सामना गर्नको लागि चाहिँ म त्यो च्यालेन्जहरू चाहिँ एक्सेप्ट गर्नको लागि चाहिँ मन पराउने मान्छे भएको कारणले गर्दाखेरि मैले धेरै समय भएको छैन। मैले मास्टर्स कम्प्लिट गरेर एसियाली विकास ब्याङ्कमा 4 वर्ष प्रोजेक्ट कोअर्डिनेटर भएर काम गरेको छु काठमाडौँमा बसेर। त्यसपछि मैले व्यावसायिक बिजनेस एक्सर्साइज पनि गरेको छु। मैले यो तपाईँको चाहिँ इम्पोर्ट एक्सपोर्ट त मैले गरिनँ, तर चाइनाबाट जति पनि सर्जिकल र मेडिकल इक्विपमेन्टहरू इम्पोर्ट हुन्थ्यो त्यसमा चाहिँ सहकार्य गरेर चाहिँ हामीले नेपालबाट डिस्ट्रिब्युट गरिन्थ्यो। अब नेपालको व्यवसायिक परिस्थिति त्यस्तै नै छ। अनि मलाई चाहिँ अलिअलि फ्रिडम चाहिन्छ क्या सधैँ। अब कि बिजनेसमा लागिसके पछाडि चाहिँ फ्रिडम पनि नहुने। त्यस कारणले चाहिँ मेरो आफ्नो सबै साँझो बनाएर चाहिँ एउटा चाहिँ ऐतिहासिक एउटा यात्रामा निस्किनुपर्छ है भन्ने लागेको भएर चाहिँ मैले विगत 13 महिना अगाडि नै सुरु गरेँ विश्व साइकल यात्रा। अनि यात्रामा चाहिँ एउटा म्यासेज हुनुपर्छ। यात्रा त सबैले गर्नुहुन्छ, आजभन्दा हजारौँ वर्ष अगाडि पनि यात्रामा मान्छेहरू निस्किनु भएको छ, आजभन्दा हजारौँ वर्ष पछाडि पनि यात्रामा मान्छेहरू निस्किन्छ। माध्यम र तरिका मात्रै र एउटा सन्देश मात्र फरक हुन्छ। त्यस कारणले चाहिँ एउटा केही न केही एउटा क्रियाकलाप गर्दाखेरि चाहिँ केही पृथक हुनुपर्छ भन्ने उद्देश्य लिएर चाहिँ विगत 13 महिनादेखि चाहिँ म विश्व साइकल यात्रामा निस्किएको छु। यहाँले सगरमाथाबाट सुरु गर्नुभएको र अन्त्यमा अन्टार्कटिकासम्म पुग्ने योजना गरिरहनु भएको हुँदा सगरमाथाको कुन ठाउँबाट चाहिँ यहाँले चाहिँ यात्रा सुरु गर्नुभयो र नेपालको कुन कुन ठाउँमा पुगेर तपाईँले त्यसपछिको अन्य देश, सुरुको देश विदेश भनेर कुनबाट सुरु गर्नुभयो? यो जुन सगरमाथादेखि अन्टार्कटिकाको यात्रा छ यो एकदमै यो मैले बनाएको स्लोगन हो। यो मेरो आफ्नो
एभरेस्ट टु अन्टार्क्टिका भनेको Right. म हिउँको सर्वोच्च शिखर सगरमाथाबाट हिउँको महासाम्राज्यसम्मको यात्रा गर्दैछु। यहाँ धेरै ठुलो डेफिनेसन लुकेको छ यो एज अ क्लाइमेट चेन्जको यो इस्यु लिएर। विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदीबाट सुरुवात गरेको यात्रा जहाँ मानव बस्ती छैन, अन्टार्क्टिका एउटा कन्टिनेन्ट जहाँ व्हेल पेन्गुइनहरू पाइन्छन्, जहाँ रिसर्च सेन्टरहरू छ, यो बिचमा यसले ठुलो म्यासेज छोड्छ हैन, नम्बर 1। नम्बर 2, मैले स्टार्टिङ चाहिँ मैले सोलुखुम्बु जिल्लाको जहाँसम्म रोडको एक्सेस हुन्छ त्यहाँबाट चाहिँ सुरुवात गरेर त्यहाँबाट 4-5 दिन जति लाग्यो होला जस्तो लाग्छ मलाई काठमाडौँ आइपुग्दाखेरि। त्यहाँबाट काठमाडौँ हुँदै मेरो गृह जिल्ला आउँदै त्यहाँबाट म लुम्बिनी, सिद्धार्थ गौतम बुद्धको पवित्र भूमि लुम्बिनी हुँदै पश्चिम हुँदै म दिल्लीबाट चाहिँ त्यसरी यात्रामा निस्किएको हो। यो यात्राको दोस्रो चरण, सेकेन्ड फेज, म बिचमा बङ्गलादेश र म्यानमारको बोर्डरमा चाहिँ अलिकता द्वन्द्वको अवस्था भएको कारणले गर्दा म बाई एयर एकैचोटि ब्याङ्कक पुग्नु पर्यो र ब्याङ्ककबाट मैले ल्यान्ड टेकेको एकैचोटि बेजिङसम्म म बाई ल्यान्ड छु। 5वटा देश आउँछ बिचमा, थाइल्यान्डबाट लाओस, लाओस टु कम्बोडिया, कम्बोडिया टु भियतनाम, भियतनाम टु चाइना, सबै मैले ल्यान्ड बोर्डर क्रस गरेको छु 5वटा देशको। त्यसपछि फेरि चाइनाको बेजिङबाट मैले एयर लिएर एकैचोटि क्वालालम्पुर आएको छु। त्यहाँबाट फेरि पुरै मलेसियालाई सकेर त्यसपछि फेरि सिङ्गापुरबाट ल्यान्ड गएको छु। सिङ्गापुरबाट निस्किए पश्चात चाहिँ तपाईँको फेरि सिङ्गापुरबाट बेङ्गलोर चाहिँ म बाई एयर नै आएको छु। त्यसरी त्यो यावत विधिवत क्रममा चाहिँ मैले मेरो यात्रालाई अहिले यहाँसम्म चाहिँ निरन्तर रूपमा ल्याइपुर्याएको छु। हजुरले अहिलेसम्म कतिवटा देशहरू चाहिँ पार गरिसक्नुभयो? कतार मेरो 10औं नम्बरको कन्ट्री हो। यहाँबाट चाहिँ बिस्तारै जिसिसीसम्म मौसमले साथ दिए अनुसार मार्चको पहिलो हप्तामा नै जिसिसीबाट एक्जिट लिएर अफ्रिकातर्फ अगाडि बढ्ने कार्यक्रम छ मेरो, समय र मौसम अनुकूल भएबाट हुन्छ। यो 10वटा कन्ट्रीमा तपाईँ यात्रा गरिरहँदा कुन चाहिँ कन्ट्रीमा तपाईँले एकदमै दुःख भयो, एकदमै कष्ट भएको क्षण, तपाईँलाई आफूलाई सम्झना क्षण र एकदमै सजिलो भएको ठाउँ कुन छ त्यो पनि सेयर गरिदिनु। यात्रामा सबैभन्दा मेजर कुरा त अलिकता ल्याङ्ग्वेज प्रब्लम हुन्छ। यहाँ त इभन गल्फमा हाम्रो नेपाली दाजुभाइहरू पनि भेटिनै रहेको हुन्छु मैले। अनि विशेष गरी हिन्दी त हामी सानैबाट हामीले नसिके नपढे पनि हिन्दी यता हामीलाई काम चलाउन सकिने हिन्दी भाषा चाहिँ हामीले जानिन्छ र इङ्ग्लिस पनि हाम्रो राम्रै नै छ, किन भन्दा हामीले सानैबाट अभ्यास गरेर त्यो इङ्ग्लिस ल्याङ्ग्वेजमा चाहिँ। र पूर्वी एसियाली देशहरूमा चाहिँ जहाँ थाइल्यान्ड, लाओस छ, एकदमै रेयर नगन्ने मान्छेहरूले चाहिँ इङ्ग्लिस प्रयोग गर्छ अनि उहाँहरूसँग चाहिँ गुगल ट्रान्सलेटबाट कन्भर्सेसन गर्न सकिन्छ। गुगल ट्रान्सलेट चाहिँ ठ्याक्क भन्न खोजेको कुरो यो हो भन्ने कुरा चाहिँ बुझाउँछ, तर प्रपर हाम्रो कम्युनिकेसन जस्तो चाहिँ सहज हुँदैन। यो ल्याङ्ग्वेजको प्रब्लम छ नम्बर 1। नम्बर 2, हाम्रो अब नेपालको पासपोर्ट दिन प्रतिदिन वर्षै पिच्छे भनौँ खस्किदो अवस्थामै छ होइन। एउटा घटनाक्रम सम्झिन्छु म। लाओसको बोर्डरबाट कम्बोडियाको बोर्डरतर्फ अगाडि बढ्दै थिएँ। हामीलाई त्यहाँ अनअराइभल भिजा थियो। उनीहरूले हामी नेपाली पासपोर्ट होल्डर देखेर चाहिँ कमसेकम यति शर्त राखे, तँलाई जान दिन्नौ, हामीले इन्ट्री दिन्नौ, तैँले स्टिकर लगायो भने मैले स्ट्याम्प चाहिँ इन्ट्री स्ट्याम्प हान्दिन्न जस्ता कुराहरूले गर्दाखेरि चाहिँ। अनि म चाहिँ कस्तो छु भन्दा यो हुँदैन भन्यो भने म नगरी छोड्दिनँ भन्ने टाइपको मान्छे छु क्या। कसैले मैले त्यसको लागि मैले नेपालमा पनि सल्लाह लिन्छु अनि होइन त्यो देशै नजाने कि भन्ने मलाई चाहिँ सजेसन गर्नुभयो, साथीहरूले सजेस्ट गर्नुभयो होइन। तर किन नजाने, हामी त म त नितान्त रूपमा घुम्न हिँड्ने मान्छे हो। कोही कसैले केही भनेर म कसैको कुरा सुन्नेवालै छैन। म त आफ्नो मिसन लिएर अगाडि बढाएको मान्छे हो। मेरो यदि इन्टेन्सन यसको देशमा गएर लुक्ने भएको भए पो म डराउनु पर्ने हो र त्यसको म त छाती ठोकेर म तेरो देशमा त घुम्न आएको, तेरो रिक्वायरमेन्ट के हो भन्न त भने मैले सिधै होइन। चाहिँ $1500 क्यास सो गर्नु, तैँले ग्यारेन्टी लिनु। मैले इमिग्रेसन अफिसरलाई मैले यसै गरी भनेको छु, तपाईँले ग्यारेन्टी लिनुपर्छ, पेपर बनाउनु पर्छ। यहाँ मलाई एउटा चाहिँ आधिकारिक अथोराइज पेपर चाहिन्छ यो इमिग्रेसनबाट। मैले $2500 ल्याएको, तिमीको देश यो $2500 गोजी यहाँ लिएर हिँड्ने सुरक्षित देशै होइन। हामी तिम्रो देशको बारेमा अध्ययन गरेको छैन, हामी त्यसै हिँडेको छ भने अहिले चाहिन्छ कि चाहिन्छ भन्ने कुरा गरेर चाहिँ म फेरि त्यहाँबाट 176 किलोमिटर त्यो बोर्डर इमिग्रेसनमा चाहिँ जङ्गलको बाटो र त्यहाँ एकदमै सिटी थिएन। 176 किलोमिटर फेरि रिटर्न आएर तिनीहरूको रिक्वायरमेन्ट मैले ब्याङ्कबाट चाहिँ $1500 विथड्र गरेर
फेरि गएर चाहिँ म फेरि त्यो कन्ट्रीमा बसेको छु। अब त्यहाँ विधिवत नेपालीदेखि लिएर धेरै साथीहरूसँग भेट हुने अवसर जुर्यो मलाई। त्यहाँको त्यो सिचुएसन, त्यो सिनारियो नै त्यस्तै वर्स्ट सिचुएसन भएको कारणले गर्दा त्यहाँ त्यस्ता किसिमका घटनाहरू घटिया रहेछन्। इभन यसलाई पनि एउटा जीवनको एउटा लर्निङ पोइन्ट हो भनेर चाहिँ मैले त्यसलाई हाल्छु। विभिन्न ठाउँहरूमा जाँदाखेरि तपाईँ एउटा साइकलमा जानुभएको छ, कति ठाउँमा बस्ने ठाउँ नहुन सक्छ, कति ठाउँमा खानको लागि केही नहुन सक्छ। यस्तो ठाउँमा तपाईँले कसरी म्यानेज गरिरहनु भएको छ? नर्मल्ली अहिलेसम्म त मैले पहिला म जस्तै म यात्री हुँ भन्दैमा म एकदमै ल्याक अफ फाइनेन्समा यात्रा गरे मान्छे हुँ। एकदमै पहिलो चरणको यात्रामा त मलाई फाइनेन्सियल सपोर्ट लगभग 0 बराबर नै थियो। किन भन्दा मसँग केही पैसा थियो, मसँग 8-10 लाख रुपियाँ मैले यात्राको लागि भनेर मैले आफूले चाहिँ इन्कम गर्दाखेरि त्यहाँ सेभिङ गरेर राखेको थिएँ। यसलाई नितान्त रूपमा एउटा केही कर्ममा लगाउँला भनेर राखेको थिएँ। त्यसलाई नै मैले यात्रामा रूपान्तरण गरेर अगाडि बढाएको थिएँ। अगाडिको सिचुएसनमा त अब होटेलमा चाहिँ अलि बस्न सकिन्न। नर्मल्ली हामीले खानपिनदेखि लिएर साइक्लिङदेखि लिएर डेटा खर्च त हाम्रो लगभग भइहाल्छ नि। दिनमा तपाईँको होटेलमा बस्ने बित्तिकै दोब्बर खर्च हुन जान्छ। होटेलमा नबसेपछि 50% खर्च हुन्छ नि त। पूर्वी देशहरूमा चाहिँ म टेन्ट युज गर्थेँ अधिकांश। मलाई सम्झना छ, म तपाईँ आफै परिकल्पना गरौँ न। अझै मेरो अर्को पूर्वको थाइल्यान्डतिरको साइकलमा त मेरो टेन्ट, म्याट्रेसदेखि लिएर सबै सिस्टम थियो। सबै निकालेर भारी खोलेर चाहिँ एउटा भारी नै त बोकिया हुन्छ नि त, एउटा त सबै चिज त्यहाँ सेटअप गर्दाखेरि त्यो निकालेर कुनै एउटा प्रपर लोकेसन हेरेर चाहिँ त्यहाँ टेन्ट लगाएर सुतेर अब चाहिँ साइकल सबै बालेर सबै फ्रेस भएर नुहाइधुवाइ गरेर अब चाहिँ सुत्नुपर्छ भनेर मजाले पल्टेर निदाउँदै गर्दाखेरि चाहिँ कोही ल्याएर टेन्ट हानेर चाहिँ त यहाँ सुत्नु मिल्दैन। यस्ता क्रियाकलापले चाहिँ यात्रामा चाहिँ अलिकति विघ्न बाधा, माइन्ड डिस्टर्ब हुने होइन, यी यावतका घटनाक्रम चाहिँ नआएका होइनन्, आउँछन् पनि। तर त्यसलाई पनि फेरि अवसरको रूपमा लिएर सिस्टम त हो नि होइन, उनीहरूको त्यस्तो अर्काको होइन हामीले भनेर हामीले यसो गर्न पाउँछौँ भन्ने कुरा त हुँदैन नि त। प्रपरले त्यसलाई बिस्तारै डाल्थ्यो। त्यसलाई चाहिँ एउटा चाहिँ च्यालेन्जको रूपमा नभएर एउटा चाहिँ अपर्च्युनिटीको रूपमा अगाडि बढ्नुपर्छ भन्ने लाएर चाहिँ म बिस्तारै अगाडि बढिरहेको। एकदमै तपाईँको कहानीहरू सुन्दा एकदमै मान्छेहरूलाई चाहिँ कतिलाई विश्वास नलाग्न सक्छ। किनभने यति अप्ठ्याराहरू पार गर्दै यहाँसम्म आइपुग्नु भएको छ। 10वटा कन्ट्रीमा आइपुग्दाखेरिसम्म तपाईँले साइकलमा यात्रा गर्दाका अप्ठ्याराहरू हामीले महसुस गर्न सक्छौँ। र कतिपय ठाउँमा तपाईँको त अब एउटा क्यामेरा लिएर बोकेर गइरहनु भएको हुन्छ, मोबाइल हुन्छ। कतिपय ठाउँमा यो चोर्ने, डकैती गर्ने, कसैले धम्काउने यस्तो कार्यहरू तपाईँसित अहिलेसम्म भयो कि भएन? यो 10औं नम्बरको देशमा आउँदा भगवानको कान नपरोस्, आँखा नलागोस्। मैले अहिलेसम्म केही हराएको छैन भन्दा सिङ्गापुरमा एउटा बोतल र एउटा मेरो क्यामेराको स्टिक, यस्तै सेल्फी स्टिक चाहिँ हराएँ। त्यो मैले मेरो कसैले लगिदिएको होइन। सिङ्गापुरको एउटा पब्लिक वासरुममा जाँदाखेरि किन लिएर जाउँ भनेर क्यामेरा र बोतल के बोक्ने भनेर बाहिर एउटा टेबलमा राखेको थिएँ। भित्र वासरुमबाट फ्रेस भएर निस्किँदाखेरि त्यो चाहिँ त्यहाँ थिएन। मैले माइन्डसेट के लगाएँ भन्दा कोही मान्छे अथवा कोही यहाँ क्लिनरहरू आएर चाहिँ त्यो चिज देखे, उनीहरूले कसको रहेछ यो सामान भनेर सम्बन्धित ठाउँमा लगेर राखिदिए। त्यो सम्बन्धित लोकेसन चाहिँ मैले पत्ता लगाउन सकिनँ। किन भन्दा म अब त्यो क्यामेरा हेर्न पर्यो भने अब त्यहाँ मेरो भोलिपल्ट इन्डियाको लागि टिकट थियो। क्यामेरा हेरेर कता हल्लाखोर गर्नुपर्ने फेरि भ्यालुएबल गुड्स पनि होइन त्यो होइन। मेरो यदि इभन क्यामेरै हराएको भएदेखि मैले त्यसलाई चाहिँ गर्थेँ भने फेरि स्टिक र एउटा वाटर बोतल भएको भएर मैले त्यसलाई पुलिस पछि मैले माइन्डसेट लगाएर चाहिँ बुझ्दाखेरि अब सिङ्गापुर त त्यसै पनि सेफेस्ट कन्ट्री हो होइन। त्यहाँ त्यो रेयर घटनाहरू हुने पुरै हुँदैन। मैले ठ्याक्क लजिकल्ली के लगाएँ भन्दा यो कसैले यो चिज देख्यो अनि कसैले सम्बन्धित ठाउँमा लगेर कसले सामान छोड्यो भनेर कुनै एउटा काउन्टर, कुनै एउटा सुरक्षित जोनमा लगेर चाहिँ त्यसलाई राखिदियो। त्यहाँसम्म मेरो एक्सेस पुगेन भन्ने लाग्यो। नत्र भने नर्मल्ली म यात्राको क्रममा यसै गरी मान्छेहरूको घरमा ढोका टकटकाएर रातिको समयमा म बस्न सक्छु भनेर तपाईँ हामी जस्तै दाजुभाइहरूलाई मैले गुगल ट्रान्सलेट गरेर मजाले उनीहरूले घरभित्र बसालेर सँगै बसेर खाना खाएर उनीहरूले त्यसको असुरक्षित भन्ने कुरा चाहिँ यात्रामा अहिलेसम्म मैले महसुस गर्न पाएँ। अब तपाईँ यो साइकलमा सबै ठाउँमा हिँड्नुहुन्छ, कतिपय ठाउँहरूमा लोकेसनको समस्या हुनसक्छ। यो तपाईँले यो सिम कार्ड नहुन सक्छ, तपाईँसित इन्टरनेट नहुन सक्छ। यसलाई चाहिँ कसरी म्यानेज गर्दै यहाँसम्म आइपुग्नु भयो?
लोकेसनको उसमा चाहिँ अब पर्परली हामीले सबैले युज गर्ने गुगल म्याप नै हो। एप्लिकेसनको युज गर्दाखेरि चाहिँ सबैभन्दा समस्या पर्ने भनेको चाइनामा हुन्छ, किन भन्दा हामीले चलाउने कुनै पनि डिभाइसको भित्र भएको एप्लिकेसनले एउटाले पनि त्यहाँ काम गर्दैन, एउटाको पनि त्यहाँ एक्सेस छैन, त्यहाँको छुट्टै आफ्नै दुनियाँ छ। इभन हजुर हामीले चलाउने टिकटक पनि त्यहाँ एक्सेस हुँदैन, त्यहाँको छुट्टै टिकटक छ, त्यहाँको छुट्टै युट्युब ठाउँमा अर्को छ। हामीले वाट्सएप, इमो, मेसेन्जर जस्तो त्यहाँ विच्याट भन्ने हुन्छ होइन, हाम्रो यहाँ गुगल म्याप भने जस्तो त्यहाँ डिडी भन्ने एप्लिकेसन हुन्छ। त्यो आफूले प्रिपेयर गर्ने। अब जस्तै म आज यहाँ बस्दै गर्दाखेरि मैले अब मेरो आजको 9 दिन पछाडि मेरो भिजा सिद्धिन्छ। अब 9 दिन पछाडि कहाँ आजको 9 दिन पछाडि मेरो यो भिजा सिद्धिँदै गर्दा म कहाँ एक्ज्याक्टली राखेको हुन्छु भन्ने कुरा अहिले म कन्फर्म छु क्या। किनभने म ढुक्क छु नि त, मसँग अहिले पनि ब्याकअपमा चाहिँ मैले हेरिराखेको हुन्छु म कहाँ जाने त होइन, कतातिर जाँदाखेरि ऊ हुन्छ, मसँग कुन कुन देशको भिजा छ, कुन देशमा कसरी अगाडि बढ्नुपर्छ भनेर मैले अगाडि नै अध्ययन गरिराखेको हुन्छ। त्यही अनुसारले चाहिँ हेरिराखेको हुन्छ। लगभग 80% कुरा चाहिँ मैले आफूले आफ्नो क्षमताले आफूले चाहिँ कलेक्ट गरेको डेटाले चाहिँ 80% चाहिँ त्यो समाधान गर्छ। बाँकी 20% त्यहाँका लोकलहरूसँग भेटघाट गरेर परिवेश बुझ्दै गएर चाहिँ अगाडि बढ्ने। तपाईँ धेरै जसो जुन कन्ट्रीमा पुग्नुहुन्छ त्यही कन्ट्रीको सिम कार्ड लिएर त्यहाँ चलाउन फेरि चाहिँ इन्टरनेटको लागि चाहिँ त्यसरी युज गरिरहनु भएको छ? हजुर, मैले नेपालकै प्रयोग गर्न पनि खोजेको, तर नेपालको अलिकति कस्ट हाइली रहेछ। लगभग 700-800 रुपियाँ पर 1 जीबीलाई 700-800 रुपियाँ जति पर्न जाँदो रहेछ इन्टरनेसनल लिँदाखेरि। हजुर, अनि नेपालको चाहिँ प्रयोग नगर्नु, जस्तै जहाँ गयो त्यहीँ केही प्रयोग गर्दाखेरि अलिकता चाहिँ उपयुक्त होला कि भनेर मैले जुन देशमा जान्छु म त्यहीँको लोकल सिम कार्ड प्रयोग गर्छु। सो अब हजुरको यात्रा कतारबाट दोस्रो कन्ट्री कुनको प्लान गर्दै हुनुहुन्छ? कतारबाट म अब दुबई जान्छु, दुबईबाट म ओमान जान्छु। ओमान गइसके पश्चात म ब्याक टु साउदी भएर चाहिँ एकछिन म दमामतिर हुन्छु। त्यहाँबाट साउदीको मल्टिपल इन्ट्री भिजाले चाहिँ हामीलाई बहराइन जान पाइँदो रहेछ। पारी त्यहीँ नजिकै छ, दमामबाट बहराइन 30 किलोमिटर पनि छैन होला, त्यो एउटा पुल क्रस गर्ने बित्तिकै बहराइन आइ नै सक्छ। म बहराइनतिर हुन्छु। त्यसपछि कुवेततिर मैले नेपालीलाई अलिकता भिजिट भिसा चाहिँ कुवेतले चाहिँ त्यति सहज दिँदैन, कुवेतले प्रायः भिजिट भिसा चाहिँ दिँदैन भन्ने सुनेको छु। लेट्स सी, अब त्यो हेरौँ, कुवेत पनि एक्सेस भयो भने चाहिँ म पुग्छु। मार्चभन्दा अगाडि चाहिँ म सबै गल्फका सबै जेसिसीका 6वटै देशलाई चाहिँ कभर गरेर जेद्दाबाट चाहिँ बाई एयर म इजिप्टतर्फ अगाडि बढ्छु। ल, हजुरको लागि यो फर्दर यात्राको लागि म हाम्रो यो पासपोर्ट होल्डरको तर्फबाट धेरै धेरै शुभकामना भन्न चाहन्छु। तपाईँलाई यो यात्रा धेरै लामो छ, तपाईँ धेरै टाढासम्म पुग्ने योजना साथ नेपालको नेपालको नाम लिएर नेपालको झन्डा बोकेर एउटा चाहिँ गौतम बुद्धको फोटो टाँसेर तपाईँ विश्वयात्रामा हिँड्नुभएको छ। विश्वयात्रामा तपाईँलाई सबै ठाउँमा चाहिँ प्राय सबै ठाउँमा नेपालीहरू नहुन सक्छन्, तर जसले पनि चाहिँ एउटा चाहिँ नेपाल भन्ने देश भन्ने सुनेको छ त्यसले चाहिँ तपाईँलाई पक्कै पनि सहयोग गर्नेछ भन्ने मैले आशा लिइरहेको छु। र चाहिँ इजिप्टमा होस् कुनै पनि देशमा होस्, तपाईँले चाहिँ एउटा देशको नाम लिएर अगाडि बढ्नुभएको छ। सबै हामी यहाँ कतारमा भएका साथीहरूले कतारबाट सहयोग गर्छौँ, दुबईमा भएको साथीहरूले दुबईबाट सहयोग गर्नुहोस्। जुनसुकै ठाउँमा पनि जहाँ नेपालीहरू हुनुहुन्छ, विश्व साइकल यात्रामा निस्किनुभएका आदरणीय सर निरञ्जन सरलाई आगामी यात्राको लागि सफलताको शुभकामना सहित यहाँलाई हरेक परेको सुविधा सहयोगहरूको लागि सबै नेपालीहरूले मिलेर सहयोग गर्नुपर्छ र सबैजनाले चाहिँ आफ्नो आफ्नो ठाउँबाट एकैजनाले सबै सहयोग गर्न सकिन्छ भन्ने हुँदैन। आफ्नो तर्फबाट के सकिन्छ आफ्नो गच्छी अनुसारले त्यो सहयोग गरिदिनु होला। र तपाईँलाई चाहिँ तपाईँको यो 10 वर्षको यो सक्ने प्लान छ, यसको दौरानमा कुनै पनि समयमा तपाईँलाई गाह्रो परेको ठाउँमा कुनै पनि दुःख परेको ठाउँमा केही सहयोग पऱ्यो भने हामी सोसल मिडियामा सम्पर्कमा रहनेछौँ। यहाँले चाहिँ हामीलाई मेसेज गर्न सक्नुहुन्छ र हामीले कुन तरिकाबाट यहाँलाई सहयोग गर्न सक्छौँ हामी सधैँ यहाँको लागि सहयोग गर्नको लागि तत्पर हुनेछौँ। र यहाँको आगामी यात्राको लागि एकदमै धेरै धेरै शुभकामना सहित यहाँलाई बधाई दिन चाहन्छु। र यहाँ चाहिँ एकदम स्वस्थ रहनुहोस्, अगाडि राम्रोसँग बढ्नुहोस्, एकदमै ढुक्क भएर अगाडि बढ्नुहोस्। भगवान् साथमा हुनुहुन्छ, भगवान्लाई साथमा लिएर हिँड्नुहोस्, आफ्नो मनोकामना पुरा गर्नुहोस्, मनोकांक्षा पुरा गर्नुहोस् र देशको नाम संसारभरि फैलाउनुहोस्। यही शुभकामना व्यक्त गर्दै म यहाँलाई धन्यवाद दिन चाहन्छु।
हस्, तपाईँको न्यानो आतिथ्यका लागि धेरै धेरै धन्यवाद। र फ्रन्ट लाइनमा म यो मेरो एउटा फ्रन्ट लाइनमा मेरो अभियान भए तापनि यो हाम्रो अभियान हो, यसलाई मैले मेरो यो अभियान सम्पूर्ण चाहिँ नेपालीहरूको भनेर अभियान हो। 3 करोड नेपाली, म फ्रन्ट लाइनमा म भए पनि मेरो पछाडि चाहिँ 3 करोड नेपाली हुनुहुन्छ भनेर मैले सदैव बुझिराखेको छु र उत्तिकै माया प्रेम सद्भाव र स्नेह पाइराखेको छु। धन्यवाद। जय देश। थ्याङ्क यू सर।